हेलो गाइस, वेलकम माई युट्युब च्यानल। नयाँ विषयवस्तु नयाँ भिडियोको साथ गाइस फेरि पनि म तपाईहरुसम्म आइसकेको छु। तपाई देख्न सक्नुहुन्छ गाइस, कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। मैले आज भने भिडियो के ल्याएको छु भने गाइस, आज राउटे बस्तीमा छु म फेरि पनि। पहिला राउटे बस्तीको सम्पूर्ण विषयवस्तु बारेमा भिडियो तपाईहरुलाई हालेका थिए युट्युब च्यानलमा। हजुरहरूले धेरै माया गरिदिनु भयो, धेरै सपोर्ट गरिदिनु भयो, धेरै हेरिदिनु भयो। त्यसैले फेरि पनि म तेर्सो टाइम हुन्छ यो। तेर्सो टाइम फेरि पनि अहिले राउटे बस्तीमा आछु। फेरि अहिले राउटे बस्ती एकदम पहिला पर थियो भने झुप्रा थियो भने अहिले यता यो चौरासी नजिक बस्दै आउनु भएको छ। लेकबेसी 10 चौरासी नजिक बस्दै आउनु भएको हुनुहुन्छ राउटेहरू। उहाँहरूको विषयवस्तु यहाँको बस्न खान कस्तो छ, माहौल कस्तो छ, कसरी बस्नु भएको छ भनेर मैले सम्पूर्ण भिडियोहरू तपाईँलाई देखाउन गइरहेको छु गाइस। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। अब लाग्छु म राउटे बस्तीतिर। ल आउनुहोस् तपाईँ पत्रकारले आउनुहोस्। देख्न सक्नुहुन्छ गाइस, यो राउटे बस्ती हो। यहाँ माथिदेखि यहाँ तल यो चौरासी जाने रोड चाहिँ यो साइडतिर यसरी बस्दै आउनु भएको छ। राउटे बस्ती देख्न सक्नुहुन्छ। तपाईँलाई सम्पूर्ण देखाउँछु गाइस। यो जङ्गलको भित्र घना हो। यो सालघारीको भित्र बस्दै आउनु भएको राउटे बस्तीहरू। हजुर नमस्कार, सन्चै हुनुहुन्छ? यहाँ भित्र बस्नु भएको छ कोही भित्र बस्नु भएको छ, कोही यता हुनुहुन्छ। उहाँहरू त्यति हामीसँग बोल्नुहुन्न, किनभने अझै पनि समाजमा घुलमिल हुनुहुन्न त्यति। त्यसैले उहाँहरू त्यति बोल्नुहुन्न। एउटा भाइ यता छन्, तपाईँहरूलाई देखाउँछु गाइज। तपाईँहरूलाई सम्पूर्ण चिज देखाउँछु म। बस्न यस्तो दुःख छ, यस्तो गाह्रो छ उहाँहरूलाई। यत्रो परिवारसहित बस्दै आउनु भएको छ राउटे बस्तीहरू। चुर खाँदै हुनुहुन्छ कोही भित्र। उहाँहरूले यो ठुलो एउटा चौरमा बस्दै आउनु भएको छ। तपाईँहरूलाई सम्पूर्ण देखाउँछु गाइज। किन एकजना राउटे बुढी आमा बिरामी हुनुहुँदो रहेछ, देख्न सक्नुहुन्छ गाइज। एकदम थलामा पर्नु भएको रहेछ। त्यहाँ राज्यको ध्यान आकर्षण होस्, सबै उहाँलाई निको गराउन आवश्यकता छ। किनभने तपाईँलाई देखाउँछु। अहिले पछिल्लो क्रममा गाइज राउटेहरूको बस्ती एकदम नाजुक छ। परबाट ठिकै थियो, अहिले यतापट्टि तपाईँ देख्न सक्नुहुन्छ न घरहरू राम्रो छ, न बस्ने बासहरू राम्रो छ। एकदम परिस्थिति एकदम नाजुक छ, देख्न सक्नुहुन्छ। सबै बिरामी धेरैभन्दा धेरै बिरामीमा पर्नु भएको छ उहाँहरू। एकदम सन्चो कोही हुनुहुँदैन। यहाँको बस्ने पनि एकदम लथालिङ्ग छ। बासनाहरू पनि एकदम गन्ध आइरहेको छ। यहाँ अर्कै गन्ध आइरहेको छ, देख्न सक्नुहुन्छ गाइज। बस्नको लागि पनि एकदम गाह्रो छ। यहाँ यस्तो दुःख छ, तपाईँ देख्न सक्नुहुन्छ। हजुर के भन्दै हुनुहुन्छ? उहाँलाई चिन्नुहुन्छ होला सायद, उहाँ सम्झना हुनुहुन्छ। उहाँहरू आफ्नो भाषा बोल्दै हुनुहुन्छ, के बोल्दै हुनुहुन्छ हामी बुझ्दैनौँ। तपाईँलाई भिडियो मात्रै देखाउन चाहे मैले पनि बुझेको छैन गाइज। के बोल्दै हुनुहुन्छ? रिसा खान कि जस्तो उहाँहरू के रिसाए जस्तो छ कि विषयमा कुरा नमिले जस्तो मलाई त्यस्तो लागिरहेको छ। यति बेला उहाँहरू चाहिँ केही विषयमा कुरा नमिले रिसाउनु भयो जस्तो लाग्छ। रिसाउनु भइरहेको छ, देख्न सक्नुहुन्छ गाइज। एकदम गाह्रो छ उहाँहरूलाई बस्न। अब उहाँको जातिलाई नै बचाउनलाई अब हाम्रो एकदम लोकोन्मुख जाति गाइज। त्यसैले उहाँहरूलाई बचाउन नै एकदम गाह्रो पर्ने जस्तो छ। त्यसैले राज्यको ध्यान आकर्षण हुन अति आवश्यक देखिन्छ। देख्न सक्नुहुन्छ कोही हाम्रो यो कोही फ्यामिली यसरी बस्दै आउनु भएको छ। रक्सी खाएर हेलो, सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हजुरको छोरी हो? नातिनी? हजुरको छोरा? उहाँको नि तपाईँको? उहाँ नि बुहारी? ए भान्जी। ए उहाँले यस्तो रक्सी खानु भएको छ क्या है? ल हो
रक्सी खानु हुँदैन है रक्सी खानु भएन है सबै धेरै बिरामी हुनुहुँदो रहेछ होइन अहिले सुर्ती हुन्छ तपाईँ सुर्ती खानु हुँदैन त रोग लाग्छ त सुर्ती खाने चिज होइन त बानी परेको ए मलाई थाहा भएन अब मैले नखाने त्यही भएर मैले पनि ल्याएन है गाइस एकदम के भएको बुवा भनिदिनु त यहाँ उहाँहरू किन आउनुभएको छ के भएको भनिदिनु त हजुर बुवा के भएको हजुरहरूको एकछिन खुलाइदिनु न विषयवस्तु बारेमा हजुर रजिस्टर लिएर आउनु भएको छ अनि सम्झना यता सुन्नु त नै होइन हजुरहरूले मैले त्यस्तो भन्न खोजेको होइन हजुरको के भएको भन्नुहोस् तपाईँहरूको म एकदम तपाईँहरूको माग के हो या सहयोग गर्न आउनु भएको के भएको भन्नुहोस् होइन तपाईँहरूलाई म भिडियो बनाउन आएको तपाईँहरू नरिसाउनुहोस् ल ठिक है तपाईँहरू नि मैले भन्न खोजेको तपाईँको बारेमा केही भनिदिनुहोस् भनेर मात्रै भन्न खोजेको हो यहाँ केही सहयोग गर्न आउनुभयो कि केही गर्न आउनुभयो कि भनेर मैले नै मैले त यो भिडियो बनाएर मैले त यो भिडियो बनाएर यो राज्य सामु एउटा मान्छेको ध्यान आकर्षण जाओस् राज्यको ध्यान होस् यहाँ उहाँहरूलाई एकदम गाह्रो छ भनेर मैले भन्न खोजेको ल ठिकै छ नभन्नुहोस् तपाईँहरू आफ्नो पीडामा हुनुहुन्छ होला सायद मैले के भयो ए बाख्रा खाइदिनु भयो अरे हेलो गाइस के भएको त भनिदिनु न गाइस गाउँले 3 जना स्थानीय हाम्रो अनि महिला दिदीबहिनीहरू त नभनौँ आन्टीहरू आउनु भएको रहेछ त्यो चाहिँ घटना मैले हजुर दिदी नमस्कार भन्नु त के भएको खास हजुर भनिदिनु त भन्नुहुन्न हेलो गाइस यहाँ चाहिँ के भएको म यति बेला सम्झना हुनुभएको ठाउँमा जान्छु सम्झनासँग केही कुरा गर्छु सम्झनाजी केही कुरा गरिदिनुहोस् तपाईँहरूलाई सहयोग गर्न आएको हामी तपाईँ त्यसरी नभागिदिनुहोस् केही कुरा गरिदिनुहोस् होइन खास के सुन्नु त यता सुन्नु त के भएको थियो भनिदिनु त उहाँहरूलाई खास उहाँहरू किन आउनु भएको थियो भनिदिनु तपाईँहरूलाई हामीले न्याय दिन्छौँ होइन हजुर के भएको खास भनिदिनु न भनिदिनुहोस् केही छ भने भनिदिनुहोस् तपाईँहरूलाई उहाँहरूलाई यदि तपाईँहरूलाई पेल्नु भएको छ तपाईँहरूलाई धम्की दिनुभएको छ तपाईँहरूसँग मैले बुझिसकेँ होइन रजिस्टर लिएर हिँड्नु भएको छ पैसा तपाईँहरूसँग माग्दै हुनुहुन्छ जस्तो लाग्यो तपाईँहरूलाई पेल्नु भएको छ हो कि होइन दिदी भन्नुहोस् त ल पैसा लिन आएको होइन अनि किन पैसा लिन आउनुभएको के भयो र उहाँहरूलाई किन के त्यो यहाँ बस्न पाउनु बाख्रा चोरेको ए बाख्रा किनेर लिएर आउनुभएको बाख्रा किनेर लिएर आउनुभएको अहिले पैसा दिनुपर्ने हो ए अहिले तपाईँहरूसँग पैसा नभएर उहाँहरू उ गरेर आउनुभएको कस्तो हो ए कति दिनुपर्ने हो 7,000 दिनुपर्ने हो ल गाइस गाह्रो छ हेर्नुहोस् उहाँहरूले चाहिँ अस्ति दसैँको बेला होइन दसैँको बेला आफ्नो चाड मनाउनुको लागि उहाँहरूले चाहिँ स्थानीय छिमेकीसँग बाख्रा लिएर आउनु भएको रहेछ पैसा दिने भनेर उहाँहरूले पनि बाख्रा दिनु भएको रहेछ अहिले चाहिँ एकदम पैसा नदिएको हुनाले उहाँले आएर अनि एकदम यहाँ आएर उहाँलाई धम्की दिने जस्तो भाषण गर्ने मैले तपाईँले देख्नुभयो होला गाइस भिडियो गराउँदा नि उहाँहरूले मलाई भिडियो गराउनु दिनु भएन एकदम गाह्रो छ यति बेला उहाँहरूले कहाँबाट ल्याउनुहुन्छ पैसा उहाँको पेसा छैन व्यवसाय छैन गाह्रो छ समाजमा बस्न पाउनुहुन्न उहाँहरू यस्तो वनमा आएर बस्नुपर्ने अवस्था छ गाइस कसरी दिनुहुन्छ पैसा यति गाह्रो छ फेरि पनि उहाँहरूसँग मैले एकचोटि कुरा गर्छु गाइस उहाँ आन्टी रिसाउनु भए के भन्नुहुन्छ म उहाँहरूसँग कुरा गर्छु गाइस तपाईँहरूलाई भिडियो म अन्तिमसम्म सबै कुराहरू देखाउँछु ल एकजना मेरो यहाँ मिजु आउनु भएको छ मिजु तपाईँको भिडियो मसँग छ मिजु अस्ति नै यहाँ देखाइदिउँ भिडियो पर उहाँ बस्दाको उहाँहरूले केही कुरा नमिलिसकेपछि अनि यहाँ आउनु भएको रहेछ उहाँले पैसा दिनु पर्ने हजुरको परिचय भनिदिनु त फेरि एकचोटि परिचय के भन्छ हाम्रो अब ठुलो मान्छे बन्ने भनेर बिस्तारै हुँदैछौँ म त त्यो भएर त्यो कारणले हामी बिस्तारै हामी मुख्य बन्ने भनेर त्यो भएर हामी बाहिरको मान्छे आउनु नदिने त्यो भएर यस्तै हाम्रो
यो कारबाही भयो मेरो कारबाही भएर हामी एउटा एकजना मान्छे आमै जेलमा हाल्दियो ए ल ठिक छ उहाँहरू जुन आउनु भएको रहेछ यहाँ 3 जना आन्टीहरू उहाँ खास किन आउनु भएको खास यो बाख्राको पैसा दिएको जे छैन भन्नुहुन्छ अब त्यही उनीहरू ए गल्त बोल्नु भयो बाख्रा पैसा तपाईँहरूले दिइसकेको तर उहाँहरूले दिनु देखेन दिएछ भन्नुहुन्छ उहाँहरू हामी थाहा थिएन म घर छैन पैसा दिएछ भन्छ अब त्यसले जे छैन भन्नुहुन्छ अब आमा क्या भने तर के भन्छ यस्तो भयो अब त्यसले जे छैन भन्छ फेरि पैसा दिने त डबल गएको नि हेलो गाइस उहाँसँग मैले राउटेको मुखिया हुनुहुन्छ उहाँ मुखिया बन्न लाग्नु भएको जो अगुवा अलिकति पढाइ लेखाइ पनि छ उहाँको अलिकति अगुवाई हुनुहुन्छ उहाँसँग मैले केही कुरा बुझेँ त्यहाँ मैले बुझेअनुसार उहाँले पैसा दिइसक्नु भएको बाख्रा ल्याएको पैसा तर उहाँ आन्टीहरूले चाहिँ पैसा देखेन भनेर अनि फेरि पुनः पैसाले माग्न आउनु भएको रहेछ म उहाँहरूसँग पनि फेरि एकचोटि बुझ्छु कुरो के हो हजुर आन्टी नरिसाउनु न एउटा कुरा क्लियर नै एउटा कुरा क्लियर गरिदिनु न नै नरिसाउनु न आन्टीहरू होइन उहाँहरूले के भन्नुभयो भनेपछि जुन पैसा दिइसकेको भन्नु नरिसाउनु क्या हजुरले त्यस्तो मैले नराम्रो पनि होइन मैले त्यस्तो म ठुलो पत्रकार मैले त्यस्तो गर्न खोजेँ होइन खास पैसा दिनुहुन्छ भन्नुहुन्छ होइन हजुर 7,000 होइन अब पैसा पुरै दिनु भने यो दिनु सक्नु छैन आज कुरा नगर होइन उहाँले फिक्स छैन उहाँले बिरामी छैन हजुर दिदी भोलि आउनु हुँदैन भोलि कुरा यहाँबाट कहाँ जानुहुन्छ हामी 7 दिनसम्म बस्ने हो 7 दिन हामी रासन पानी आउँछ यो घरको हामी कति आउँछ होला 7 प्याक आउँछ हाम्रो यो घरको होइन अनि दाल आउँछ होइन अनि के पाल आउँछ होइन एक दिनमा आउँछ 7 दिनसम्म यहीँ बस्ने यहाँबाट जानु पाइँदैन सल्लाह गर्नुलाई अब 7,000 हामी त आइसकेछ 11,000 छ नि दिनु मलाई अनि हामी भोलि बिहान आए हुन्छ भोलि बिहान आए हुन्छ भोलि बिहान आउनु होला भोलि बिहान आउँछौँ नि कतिवटा बाख्रा लिएर उहाँ दिदीलाई बोलायो हजुर दिदी सुन्नु न हजुर यो के भाव खास खुलेर हल्का यो बारेमा भन्दैन दिजु अलि लाछ होइन भोलि बिहान आउँछु म अनि मान्छेले जिस्काउनु हुनु त होइन नै जिस्काउनु दाइ त्यस्तो किन गर्नु हामी गर्दैन हामी तपाईँ जिते पर्यो त भाइ पर्यो त भाइ पर्नुपर्छ मेरो पनि नानी बिरामी छ हस्पिटल लिने मेरो समस्या हुन्छ आफ्नो है मैले बेचेर के गरौँला होइन भोलि के हुन्छ होइन कुरा मिल्यो भने होइन त्यो गरौँ होइन 7,000 दिएसक्यो त दिदीले दिनेछ अब मलाई 11,000 दिएपछि हुन्छ 11,000 दिनेछ 7,000 दिदीलाई दिएछ जो भयो भने भोलि के भयो भने है 7,000 दिइसक्नु भएको अब 11,000 दिन बाँकी के कस्तो आज भोलि बनाउनु के मिलायो भने हामी मिलाउन होइन अहिले केही काम छ नजानु के गर्नु फेरि नजानु होला नि भागेर त फेरि हामी भागेर कहाँ जान्छ र हामी राति भागेर जान्छ र कहिले अब के हुन्छ हुन्छ नि त हामी लाज छ हामी 4जना हुन्छ त हामी 4जना छ त हामीहरू 4जना लाज छ विनोद छ डाक्टर छ माइसर छ हामी यो माइसर छ होइन 4जना स्टाफ हेर्नु सक्नुहुन्छ उहाँहरू सिधा सोझो मानेर होइन गाइस सिधा सोझो मानेर कतिसम्म हेप्नु भएको छ उहाँहरूको यहाँको स्थानीयहरूले कतिसम्म पेल्नु भएको छ एउटा बाख्रालाई 18,000 रे गाइस एउटा बाख्रालाई 18,000 हालेर ल्याउनु भयो ब्याउने हुनुपर्छ त ब्याउने थिएन इमानदारी हुनु पर्यो इमानदारी हुनु पर्यो त इमानदारी नभए धेरै एउटा बाख्रा 18,000 त धेरै भयो 7,000 ठिकै छ यत्रो कालो बाख्रा यत्रो थियो यो बाख्रा मतलब जो ठुलो मेरो बाख्रा थियो नि दिपक थिएन यो खसी जस्तो थियो नि अनि अरू खसीको यो के त्यो बाख्रा मेरो बाख्रा यो बाख्रा मतलब जुन ठुलो मतलब 12,000 को हजार भन्नु पर्यो दिपक थाहा छैन मेरो बाख्रा 12,000 किन लक्ष्य होला 20,000 लक्ष्य होला मेरो बाख्रा उनी बाख्रा 7,000 ठिक स्थानीयहरूले उहाँहरूलाई सोझो सिधा मानेर कतिसम्म हेप्नु भएको रहेछ एउटा बाख्रालाई 18,000 रे गाइस कस्तो बाख्रालाई 18,000 पर्छ तपाईँहरू आफै विचार गर्नुहोस् उहाँहरूले त्यो गरेको व्यवहारदेखि तपाईँहरू मसँग नि राम्रोसँग उहाँहरूले उ गर्न खोज्नु भएन 7,000 पैसा लगिसक्नु भयो अझै 11,000 पैसा माग्दै हुनुहुन्छ एउटा बाख्रा दिनुभएको उहाँहरू एकदम दुःखमा पर्नु भएको रहेछ एकदम पिलानमा पर्नु भएको रहेछ यो राज्यको ध्यान आकर्षण होस् भन्न चाहे उहाँहरूको यहाँको स्थानीय प्रतिनिधिहरूले पनि कतिवटा कुरो बुझिदिनु भएको भए राम्रो हुन्थ्यो भनेको ठिकै छ एकचोटि राजकुटी अरे आएको ज्वरो पनि आउँदा
हजुरको Mula kaca kerba, uri itu kalau kaca kerba, thata bukan atu bila cuci tapi. Agak saya bicara. हजुरको परिचय थोरै परिचय दिनु न हजुर सम्झनाजी बोल्दिनु न केही बोल्दैन के ल गाइस उहाँ एकदम बिरामी हुनुहुन्छ त्यही भएर केही बोल्न चाहनु भएन तपाईँ देख्न सक्नुहुन्छ पहिला उहाँ कस्तो हुनुहुन्थ्यो अहिले हेर्नुहोस् यस्तो हुनुहुन्छ यहाँको बस्न उहाँको ल बस्नु होला हुन्छ म फेरि पछि पनि फेरि पनि आउँछु है त हुन्छ है त ल ल एकदम उहाँहरू पनि एकदम निराश हुनुहुन्छ गाइस एकदम यति यो फ्यामिलीमा हेर्नुहोस् गाइस उहाँहरू जब आइसकेपछि 7,000 8,000 पनि बाख्रालाई 18,000 भनेर फसाइसकेपछि उहाँहरू पनि एकदम निराशमा हुनुहुन्छ तपाईँ देख्न सक्नुहुन्छ उहाँहरूको आँखामा आँसु छ गाइस यति बेला एकदम खुसी हुनुहुन्न त्यही माथि बस्नको लागि खानको लागि गाछ छैन बस्नको लागि बास छैन तर पनि उहाँहरूले यति पीडामा हुनुहुन्छ गाइस यस्तो गाह्रो छ तपाईँले बुझ्दिनु भयो आन्टीहरूले यो कुरा यो भिडियो हेरिसकेपछि उहाँहरूले पनि बुझ्दिनु होला भन्न चाहे मैले यो भिडियो उहाँहरू अन्तिमसम्म जाओस् भन्न चाहे गाइस सम्पूर्ण विषयवस्तुहरू तपाईँलाई देखाइसकेको छु देख्न सक्नुहुन्छ यहाँको वस्तुस्थिति बारेमा सम्पूर्ण जानकारी दिइसके लेकबेसी 9 को यता खोला वारिपट्टिको वनमा बस्दै आउनुभएको राउटे बस्तीको बारेमा सम्पूर्ण जानकारीहरू तपाईँलाई दिइसकेपछि गाइस तपाईँहरू पनि यदि नजिकै हुनुहुन्छ भने आउनु होला उहाँहरूको बारेमा केही जान्नु होला उहाँहरूलाई एकदम गाह्रो छ गाइस उहाँलाई केही सहयोगहरू गरिदिनु होला भन्न चाहे तपाईँहरूलाई भन्दै आजलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्न प्रतिक्रिया दिन नभुल्नु होला बिल्कुलै नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल आरडीआर सारू भोलागलाई सब्स्क्राइब गरिदिनु होला बेल आइकनलाई अन गरिदिनु होला किनभने मैले जति पनि भिडियो हाल्छु गाइस त्यो भिडियो सबैभन्दा पहिला तपाईँहरूको सामु जाओस् भन्दै म पनि बिदा हुन्छु हस् धन्यवाद